नमस्ते साथीहरू। काठमाडौँले विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा आफ्नो नाम कायम गरिसकेको छ। देशभरि जंगलहरू आगोले हप्ता दिनदेखि जलिरहेका थिए, तर सरकार भने यसलाई पनि रोक्न असक्षम भए। आज हामी काठमाडौँको यही भयानक प्रदूषणबारे छलफल गर्नेछौँ। काठमाडौँको हावामा पर्टिकुलेट म्याटरको मात्रा विश्व स्वास्थ्य संगठन WHO ले तोकेको सीमाभन्दा 20 गुणा बढी थियो। पर्टिकुलेट म्याटर अर्थात् हावामा तैरिरहेको ठोस र तरल कणहरूको मिश्रण हो र PM 2.5 भनेको 2.5 माइक्रोमिटर मानव कपालभन्दा 100 गुणा पातलो ससाना कणहरू हुन् जो हावामा लामो समयसम्म तैरिरहन्छन् र यो श्वास प्रश्वास मार्गद्वारा फोक्सोको गहिराईसम्म पुग्छ, जसले गर्दा बच्चाहरूमा आस्थमा, फोक्सोको रोग, मस्तिष्क विकासमा बाधा तथा ठूला मान्छेलाई हार्ट अट्याक, स्ट्रोक, फोक्सो क्यान्सरको खतरा हुन्छ। हाल मध्य तराई र पहाडी क्षेत्रमा धेरै आगो लागेर यातायात, उद्योग र फोहोर मैलाको राम्रो व्यवस्था नभएर र अहिले अनेकौं सडकमा भएको प्रदर्शनले यो समस्या झन जटिल बनेको छ। त्यसैले आफ्नो र आफ्नो बच्चाहरूको स्वास्थ्य जोगाउन हामी सचेत हुनुपर्छ। जस्तै N95 मास्क लगाउनुहोस्, पानी धेरै पिउनुहोस् र हेल्दी डाइट जस्तै भिटामिन सी, ओमेगा 3 लिनुहोस्, सकेसम्म घरभित्र नै बस्नुहोस् र एयर प्युरिफायरको प्रयोग गर्नुहोस्, झ्याल ढोका बन्द राख्नुहोस्। डाक्टरहरूको भनाइ अनुसार अहिलेको खराब वायुले जनस्वास्थ्यमा गम्भीर असर पारेको छ। खराब वायुले जनस्वास्थ्यमा सर्ट टर्म र लङ टर्म दुवै प्रकारका असर पारेका छन्। जाडोमा देखिएको भाइरल इन्फ्लुएन्जाका केही केसहरू अहिलेसम्म कम भएका छैनन् र यो प्रदूषण बढ्दै जाँदा फेरि भाइरल इन्फ्लुएन्जाको केस बढ्न थालेका छन्। यस वर्ष धेरै रोगीहरू लामो समयसम्म खोकीले पीडित छन्, जसको उपचार महिनौं लागिरहेको छ। केसहरू गम्भीर बनिरहेको छ, जसले गर्दा धेरै रोगीलाई इन्टेन्सिभ केयर लिन बाध्य भएका छन्। गत बिहिबारदेखिको वर्षापछि खतरा अलि कम भएको देखिन्छ, तर PM 2.5 को मात्रा WHO ले तोकेको भन्दा अझै बढी नै देखिन्छ। सरकारले यस समस्यालाई हल गर्न कुनै ठोस कदम लिएको छैन। रिपब्लिका न्यूज अनुसार सरकारले सन् 2019 मा काठमाडौँ उपत्यकाको वायु व्यवस्थापन कार्ययोजना लागू गरेका थिए, तर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको छ। अहिले भएको प्रदूषणले हामी र हाम्रो बच्चाहरूको स्वास्थ्यमा गम्भीर अवस्था हुन सक्छ। सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिन पर्ने हो कि हैन, कमेन्ट गर्नुहोस्।